यो हो ढोक्सान। नगरकोट र जर्सिङ पौवा बारम्बार घुमेर थाकिसक्नु भएको छ भने अथवा नयाँ अनुभवको खोजीमा हुनुहुन्छ भने ढोक्सान तपाईँको लागि एकदम सही ठाउँ हो। नगरकोटबाट जम्मा 2 मिनेटको यात्रा अनि जर्सिङ पौवाबाट जम्मा 10-15 मिनेटको बाइक यात्रामा यहाँ पुग्न सकिन्छ। यहाँको सनराइज अहिलेसम्म काठमाडौँ या नगरकोटबाट मैले अहिलेसम्म देखेको सनराइजहरूमध्ये सबभन्दा बेस्ट सनराइज हो। ढोक्सानमै एउटा अनौठो स्कुल छ। यो स्कुल चाहिँ जर्मन स्वयंसेवकहरूले बनाएका हुन्। उनीहरूले आफैले पढाउने पनि गर्थे। कक्षा 8सम्म पढाइ हुँदो रहेछ यो स्कुलमा। सानो गाउँमा यस्तो स्कुल हुनु पनि आफैमा प्रेरणादायी छ। स्कुलको ठिक अगाडि छ सनराइज ढोक्सान रेस्टुरेन्ट। एकदमै सामान्य, स्थानीय र एकदमै आतिथ्यले भरिएको हुनुहुन्छ उहाँ दुईजना ओनर्सहरू। कोठा पनि एकदमै सामान्य छ। 1000 रुपियाँमा तपाईँहरू जतिजना बस्दा पनि हुने खालको कोठा र खाना पनि एकदमै मिठो बनाएर खुवाउनुहुन्छ यहाँको ओनर्सहरूले। 1000 रुपियाँमा योभन्दा राम्रो खाने ठाउँ अथवा योभन्दा राम्रो भ्यू देख्ने ठाउँ चाहिँ नि सायदै काठमाडौँमा कुनै छ। शान्ति, सुन्दरता र केही नयाँ अनुभव गर्न चाहनुहुन्छ भने ढोक्सान एकचोटि त जानै पर्छ है त साथीहरू।